गोरे दाइ र म डेटिङ आएको है घरमा बच्चा छोडेर सासू ससुरालाई तो फ्री फिल भएको अनि फेरि बोयफ्रेन्ड गर्लफ्रेन्ड जस्तै भाइब्स आइरहेको के बच्चा जन्माइसकेपछि आमा मात्र भएर बसेर होइन वाइफ हुनै बिर्सिँदो रहेछ गएर है आज चाहिँ लङ ड्राइभमा गएर के गफ गर्दै बसेको के पहिलेको जसरी बेला के कहिले बच्चा रुने कराउने यता काचाङ उता काचाङ कस्तो दिमाग खराब हुन्छ के बेबीलाई एकदमै माया गर्छु तर हामीलाई ब्रेक चाहिँदो रहेछ यार बच्चा मात्र हेरेर राख्यो भने त खुस्केला जस्तै हुँदो रहेछ यस्तो भन्दै गर्दाखेरि नाटक गरेको घरमा मजाले बस्न पाएको छ मातेको भन्ला होइन त्यो कार वास हेर्नु न मैले फर्स्ट टाइम देखेको नि त्यही भएर मलाई रमाइलो लागिरहेको थियो है पनि पहिले त्यस्तै सोच्थेँ कि घरमा बसेर बच्चा मात्र हेर्न पाएको भए त म त कति खुसी हुन्थ्यो होला जस्तो लाग्थ्यो क्या लाइफ कस्तो खतरा रमाइलो हुन्थ्यो होला जस्तो लाग्थ्यो यो कुरा 24 घण्टा गऱ्यो भने त दिमाग ह्याङ हुँदो रहेछ त्यही भएर धनी धनी सबै भएको मान्छे पनि पुरा दुखी हुँदो रहेछ किन होला भनेको त यस्तै गरेर रहेछ क्या गोरे दाइले चाहिँ बुझ्छ कि यो बच्चा हेरेर घरमा बस्नु चाहिँ कस्तो गाह्रो कुरा हो भनेर भएर मेरो खुसीको लागि हेर्नु न विन्डो सपिङ आएको नत्र गोरे दाइ हेट्स विन्डो सपिङै मन पर्दैन उसलाई नत्र गरे पनि कस्तो सिन हर्ड अनि कसैले मलाई ऊ गरेको जस्तो फिल भयो क्या ऊ भनेको चाहिँ अक्नोलेजमेन्ट क्या कसैले मेरो फिलिङ्स मैले गरिरहेको कुराको एप्रिसिएट गरेको जस्तो फिल भयो क्या हामी केटी मान्छेलाई धेरै पनि चाहिँदैन क्या यति गर्दै पनि कति मन फुरुङ्ग हुन्छ हेर्नु त म कस्तो मक्क परेको हाम्रो रिलेसनसिप पनि त्यस्तो पर्फेक्ट जहिले झगडा नगर्ने हाँसेर खुसेर बसेको छैन क्या कहिले काहीँ झगडा हुन्छ मलाई इरिटेट हुन्छ झन् है मेरो काम त होइन काम जस्तो नि देख्दैन अनि माथि नयाँ देश छुट्टै भाषा है कस्तो प्रेसर भएको जस्तो फिल हुन्छ हेर्नु न मेरो बेबी 4 घण्टा छोडेको होइन पुरै 3-4 वर्ष छोडेको जस्तै गरेर ओ माय गॉड म देख्ने बित्तिकै हाम पातालेको क्या हाम्रो घरको ब्याकयार्ड हेर्नु न मेरो सासू आमाले कस्तो राम्रो प्लान्टहरू हरियाली बनाएर राखेको छ पुरै वरिपरि आज त कस्तो रिफ्रेश भयो साथीहरू मेरो बेबी हेर्नु है